हाम्रो यो भूमि पूजा किन गरिन्छ यस बारेमा सबैलाई जानकारी नहुन सक्छ, अलिकति जानकारी गराउनु न। जानकारी भन्नाले अब हाम्रा पुर्खाहरू हजुर पुर्खाहरू यता झुप्राङकोट भन्ने यता माथि कता झुप्राङकोटबाट उहाँ गएर पूजा चलाउँदा चाहिँ अलिकति कष्ट भयो, गाह्रो भयो भनेर उहाँबाट यहाँ माग गरेर लिएर आएर यो भूमि भनेको धरतीको पूजा हो, पृथ्वी माताको पूजा हो। पृथ्वीको देवी चाहिँ यो पृथ्वीमा चाहिँ भ्रमण गर्छन्। साँझ बिहान चाहिँ उनले बिहान र साँझ चाहिँ उनी पृथ्वीको भ्रमण गरेर सबैलाई आशीर्वाद दिन्छन्। त्यही आशीर्वाद दिनका निम्ति हामी यहाँ भूमि पूजा आउने। सामान्यतया मक्सिरमा र जेठमा गरिन्छ होइन, वर्षको दुई पटक उँधौली र उँभौली हजुर दुई पटक। एकचोटि खेती गर्नुभन्दा पहिला धान खेती, धान्य पुण्या भन्न अगाडि अनि जेष्ठ पुण्या गौरी पुण्या भन्न पछाडि। ए हस् हुन्छ हस् धन्यवाद। त्यसरी हो क्या त्यो ताते खाइँदै त्यस्तो नर बाबु यो यस्तो जति जेसुकै भने नि जति कमाए नि जति जेसुकै हो। शान्ति हुन् दुर्गा होला नि गर्नु पर्यो
हजुर यही झोल भाइ मलाई यता नआएकोलाई हाल्ने पहिला यता नपाएकोलाई हाल पहिला पहिला लिएर बसेकालाई दियो न यार भोलिपल्ट जाने हो कि भोलिपल्ट हो फुल मागा निश्चय नखा भाइ पहिला मान्छेहरू तल नझर्ने बेला